साँच्ची भन्दा हामी कति बार भेट्ने प्लान भयो है, नभए त कहिले भेट्दैन, कहिले प्लानै मिल्दैन, बल्ल बल्ल भेट भयो। त्यही त अब के गर्नु त्यस्तै छ होइन, बिजी नै हुन्छ सबैको लाइफ। तर नि मेरो नेक्स्ट मन्थदेखि चाहिँ भेकेसन छ कि, प्लान बनाउँ है हामी। नेक्स्ट मन्थ त अब हेर्नुपर्छ मेरो सेड्युलहरू के हुन्छ, अनि म भन्छु नि ल, हेरौँ न, प्लान चाहिँ गरौँ न। ए ठिक्कै यहीँ रहेछ दुईजना। सुन न, मैले यो विक प्लान बनाएको छु कि दुईजना हामी घुम्नु जानुपर्छ ल। पोखरातिर जाउँ ल। जानुपर्छ त्यो। यही फ्राइडे नि फेरि मैले प्लान बनाएको छु नि फेरि। म के अरे टिकट बुक गर्छु हो, तिमी स्न्याक्सहरू रेडी पार्नु, तपाईँको म बादमा दिन्छु त। तर अब के भन्दाखेरि चाहिँ अब यही फ्राइडे भन्यो होइन, तर अब मेरो चाहिँ अलिक सेड्युल टाइटै छ हो यो फ्राइडे यो मन्थहरूतिर चाहिँ। फेरि अब के भन्नु, म अब फिटनेसको पनि ध्यान राख्नु पर्यो होइन, जिम अलिक जोइन गरेको छु मैले हो, त्यही कारण म एकछिन सोचेर भन्छु ल। ए त्यो त भइहाल्छ नि, म त अलवेज रेडी हो कि। म भरे गएर ब्यागहरू प्याक गरिराख्छु होइन। तिमी भन न कति दिनको ट्रिप हो ल, म चाहिँ रेडी छु। गाइस यो सेरेडी चाहिँ पक्का ल। मैले उता पोखरामा मेरो कजनलाई भनेर सबै रेडी गराइदिएको छु, एरेन्जमेन्ट सबै भएको छ, जानु मात्रै हो बाँकी हामी। तर अब के भन्नु, अब तिनीहरूलाई म भने नि बाना गरेको जस्तो। स्याटरडे चाहिँ मेरो स्कुटी सर्भिसिङ हाल्नु छ हो, त्यहाँदेखि सन्डे फेरि पाहुना आउँदैछ घरमा, अब बस्नै पर्छ घरमा, के गर्नुपर्ने। तर जानु चाहिँ एकदम जानै पर्छ नि, त्यही त प्लान त मिलाउनै पर्छ। हेच खालि यिनीहरू चाहिँ यस्तै गर्छ हौ छिलाग्दो। अब त म चाहिँ अब गुगलबाट फोटो निकालेर अब यस म फाइनली गएँ पोखरा भनेर। त्यस्तै गर्ला उसले गर्दा नि जसले यस्तै गर्छ। त्यही त अब मैले त्यस्तो भनेको होइन नि त, चिया प्लान गर्नुपर्छ नि भन्दैछु त, अन्त नरिसाउनु तिमीहरू चाहिँ। ल ठिकै छ, सबैको केही न केही बाना छ भयो होइन। त्यसो अर्को हप्ता दसैँ आउँदैछ, दसैँमा चाहिँ बाना चाहिएन है मलाई, प्रमिस गर्नु पऱ्यो। दसैँमा चाहिँ बाना चाहिएन है मलाई। म त जाने रेडी हो डन कि अब जानु त। तर अब के भन्नु, अब तिनीहरूलाई अब फेरि दसैँमा यताउता पाहुनापात आउँछ होइन, पाहुनापात आएपछि जान्छ, सफा गर्नु पर्यो, त्यहाँदेखि लगत्तै तिहार आउँछ, त्यहाँदेखि तिहार आएपछि त्यहाँदेखि त्यसको तयारी, भाइटिका लाउनु पर्यो, हात खाली राखेर भएन होइन, अब दाजुभाइले निधार खाली राख्नु भएन, अब लगाएपछि यसो मलाई पनि दक्षिणाहरू आउँछ होइन, यसो हेर्नुपर्छ। ए चिनाहरू चाहिँ जहिले यस्तै हुन्छ। हाम्रो प्लान सक्सेस हुनुभन्दा त बरु नि अर्को इलेक्सन आउँछ ल, ऊ जहिले प्लान क्यान्सल गर्छ। अब मलाई चाहिँ नलगाइहाल न, अब फेरि अब त्यस्तै हुन्छ नि त, अब मेरो पनि अन्त पो भन्यो, तर प्लान त मैले भनेको त गर्नै पर्छ भनेर। मैले त भयो यो ग्रुपसँग चाहिँ मैले झन् पासपोर्ट बनाउँछु भनेर सोचेको थिएँ, अब त्यो पासपोर्ट पनि पेन्डिङमै राख्न जस्तो छ। त्यही त हो ब्रो यार, यो ग्रुप चाहिँ प्लान बनाउने एउटा म्युजियममै रहेछ यार, हुँदैन रहेछ तिमीहरूसँग। गाइस साँच्ची हामी अब नि नेक्स्ट काम गरौँ है।